जानु लागि हैन ए सिस्टरले अघि यहाँ घोचिहाल्यो नि के भने अरे यो झरनामा त हाम्रै गाउँको दामी बग्छ होला क्या यही हेरेर झर्ना साइज गरेर जानु सुके नसलाको झर्ना है सो हेलो गाइज आज चाहिँ मेरो फर्स्ट डे अफ भ्लगिङ आज चाहिँ हामी के अरे झर्नातिर यता धादिङतिरको झर्नामा जानु लाग्यो के गरे यता जानु लाग्छ सायको झर्ना चाहिँ कता छ त्यो एक्ज्याक्ट मलाई पनि थाहा छैन साथीले लिएर जानु लाग्यो हो हामीलाई चाहिँ आज यसो लाइसेन्स निक्लेको बेला यसो जाऊँ भनेर आएको यतातिर हुन त त्यो लाइसेन्सले चल्दैन भनिरह राति यसो नतिर भएर चाहिँ अलिकति झ्याउ भइरहेको क्या चेकिङ पऱ्यो भने उसो हुन्छ अरे पाउँदैन अरे थियो मान्दैन अरे भनिरहेको थियो हो हेरौँ के हुन्छ कता देख्यो यहाँदेखि झर्न लगाइसक्यो त्यहाँ सामान अनि यतातिर धादिङतिर भन्न त भने अब धादिङ कतातिर हो हेरौँ तिनीहरूसँग नजाउँ होला बत्ती र साइको हुन्छ त्यो पछाडि केटा पनि बत्ती डेन्जरै बाटो त राम्रै रहेछ राम्रो त यो कुन चाहिँ साइडतिर पर्छ हामी छ होला 8 जना जति 4वटा बाइकमा साथीहरूसँग रमाइलो हुँदो रहेछ तर यिनीहरू नि हाम्रै साथीहरू हो त्यो काले भाइ मेरो राइडर भाइ नुवा गले यता त म फेरि फर्स्ट टाइम आएको नि त त्यसरी मलाई एक्ज्याक्ट राम्रोसित थाहा छैन कि बाटोहरू पनि सबै त्यो साथीले भनेर जान लाग्यो हो अब झर्ना कस्तो छ हेरौँ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो भने झ्याउ हुन्छ क्या तर कस्तो कुदाइनले यार तर आज फेरि चेकिङ पऱ्यो भने तनाव हुन्छ क्या अर्को फेरि मसँग फेरि त्यो लाइसेन्स मात्रै छ तिम्रो लाइसेन्सले हुँदैन भने कुरा भइरह के गर्ने चेकिङ त हुँदैन होला यो चाहिँ मेरो भाइ त्यो नि मेरो साथी हो यो त्यो 3-4वटा बाइकमा हामी हो अझै एउटा बाइक आउनै बाँकी रहेछ यो चाहिँ सिमरन नर्भिस गले भगाउँ न त बाटो चाहिँ राम्रो रहेछ यताको यो ठाउँतिरको अब हेरौँ झर्ना भात पनि खाएन भने बिहानदेखि फेरि त्यसो भए पनि झ्याउ भइरहेको क्या सब फेरि राइडर रहेछ आमामा भेटाउँदैन कसलाई पनि के हो यो सबभन्दा खतरा राइडर है हाम्रो ग्रुपमा अब कति बेला फर्किने हो हेरौँ कस्तो घुम्दियो माक्रे बाटो त खत्रै रहेछ यार किन मजा आएन अब भोलि सायद म जान्छु होला त्यो लाइसेन्स लिन चाहिँ लाइसेन्स लिएको त ल्याङ भइसक्यो बाइक पनि सर्भिसिङ गर्नु छ तनाउ छ पैसा बाटो त के हो त भने डरै लाग्दा यार हो यहाँ त बिना हेलमेटै आउँदो रहेछ त मान्छेहरू त त्यो केटी त ओइ किन कामसाम नगरेर किन बसेको त फेरि मान्छेहरू चाहिँ हो यो त ठडाको ठडै छ त अझ काम बन्द जस्तो होइन आएको आज सरकारी विधान त त्यसो सबै काम बन्द जस्तो यसले चलाउँदा त्यसको आवाज कत्रो हुने ओ नवीना बहिनी रमाइलो भइरहेको तिमीलाई के भनेको रे अनि बाटोमा झन् रमाइलो भइरहेको त नि
मेरो भाइसँग पर्दा रमाइलो भएन मेरो भाइ लगाउँछ फेरि बोल्दैन सुनेर कहिले बेला त राइडर देखाएको राइडर बेसरी टाढा पो रहेछ त त्यो झर्नाको नाम के भन्छ के पनि थाहा छैन रहेछ कसलाई पनि माथिदेखि जाने कि तलदेखि जाने हो ए तलदेखि जाने रहेछ पछाडि सिमराहरू आउँदैछ हो के सिमराहरू अगाडि पुग्यो म त भोक लागिसक्यो साईको काले भाइले पनि केही खाएन सबभन्दा बेस्ट कुरा यहाँ चाहिँ के हो भने धेरै गाडीहरू हुँदैन रहेछ नि त यस्तो धेरै गाडीहरू आउँदैन रहेछ लोकल गाडीहरू एक दुईवटा हुँदो रहेछ त्यो चाहिँ बाटो चाहिँ त्यो जामसाम चाहिँ नहुने त्यो गाडीको पछाडि त स्टिकर त खतरा टालेको त के हो सरी गर्ल माई मम इज भेरी स्ट्रिक्ट रे खतरा लेखाएको छ त त्यहाँ त तपाईँ आइसक्यो पहिले म त आएको छैन गौतम बुद्धको मूर्ति फोटो खिच्ने रे खतरा भन्न त अनि अनि उहाँले हाम्रो बालिसचार्य ब्राह्मणी हुनुभयो होइन हजुर हजुर हो कि होइन भन्नु ठिक ठिक जुन मान्छेलाई उडबस लाग्थ्यो हजुर होइन साह्रै हाम्रो चित्त दुख्यो चित्त दुख्यो मलाई पनि एउटा चित्त दुख्यो अरे बालिसा भनेर एउटा हाम्रो ब्राह्मणज्यू हुनुहुन्थ्यो हजुर हजुर म त हजुरले अब हाम्रो एउटा के सोच्छ हजुर भने अब हामी भने अब हामी त तपाईँको साथी हो क्या तपाईँको साथी हो ए ल गयो परमेश्वर हेर्नुहोस् बुद्ध भगवान् त्यहीँ हुनुहुन्छ बुद्ध भगवान्ले हजुर लगायत हजुर सम्पूर्ण घर परिवार खाना लाउनु पर्यो रक्सी खाने रक्सी खान्छ होला कि म रक्सी खाएँ भने तपाईँको पिसाब गाली बराबर कति टाढा हो सकिन त आधी घन्टा भने जस्तो लाग्थ्यो त्यो संजोगले आधी घन्टा भनेर माकुरीको दल यहाँ मोडलहरू लड्छ क्या होइन पर्दैन कत्रो ठुलो बाटो एकछिनै दाजु हान्देला फेरि ल गाई घरमा जाने बाटो हजुर भाइहरू रमाइलो छ थकिला यार अब चाहिँ स्विमिङ गर्न जानु लाग्यो यस्तो हावा ठाउँमा जिन्दगीमै गएको थिएन यस्तो झर्नामा आएको छ यस्तो पनि झर्ना हुन्छ नि एडभेन्चरस डे भइरहेछ आज हाम्रो लागि होइन ए सिस्नुले अघि यहाँ घोचिहाल्यो नि झर्नाको यात्रा पनि सक्यो यो लास्ट पोखरी बाइकहरू गएको खतरा ल हाम्रो चाहिँ अब झर्नाको यात्रा सक्यो झर्ना हेरेर आयो अब चाहिँ घर फर्किँदै ठुलो सुन्दा त साह्रै ठुलो जस्तो लाग्थ्यो झर्ना अब हेर्दाखेरि साह्रो तर ठिकै भयो रमाइलो भयो साथीहरूसँग ल लुक एट द भ्यू गाइड्स राम्रो छ भ्यूहरू यस्तो बाटोलाई चाहिँ भन्छ पैसा खाएको आधी ठाउँमा पिच रोड छ आधी ठाउँमा यस्तो अफ रोड छ आधी ठाउँमा मात्रै बजेट त आएको होइन होला बिचबिचमा पिच छ बिचबिचमा छैन कतादेखि तलदेखि माथिदेखि हो जङ्गलै जङ्गल
रहेछ पो त यतातिर त अब चाहिँ पिच रोड आयो त्यो अघि नै अफ रोड पछि तर यो जतासम्म पिच छ नि त्यो पिच बाटो चाहिँ राम्रो छ फेरि त्यस्तो भत्केको सत्केको छैन रहेछ कि त्यो चाहिँ ठिक हो जे होस् अब घर फर्किँदै हामी चाहिँ अब उता के अरे पछिल्लो ठाउँ आएपछि खाजासाजा खान्छ होला अनि त्यहाँपछि घर फर्किने त्यत्तिकै टाइम गयो किन टेँडो टेँडो हिँडे खायो त कसले हान्दैछ क्या बिचरा बल्ल मान्छेहरू देखेँ अहिले चाहिँ आमामा लडेर आइरहेको त अहिले त अघि त मान्छे देखाएको थिएन त्यहाँ घुम्ने ठाउँै छैन खासै अनि त्यो भएर नि होला नत्र त हुन्थ्यो होला आधी बाटोमा आएर त के हो जाम त डेन्जर रहेछ भोलि मात्रै खुल्छ भन्ने कुरा गर्छ त जाम त के भने तर त्यस्तो त्यो उसको के को जाम रहेछ अघि त जामै थिएन त रहे त गाई जाम त भोलि मात्रै खोल्छ भन्ने कुरा गर्छ त ए म धुलो फालेको त्यसले यार छ्या त्यो बाटो सानो एक वान वे जस्तो भएर पो जाम भनेर चाहिँ साइकलले त भोलि खोल्छ भनिदिइरहेको छ ल अब चाहिँ पुग्न आँट्यो जस्तो लाग्छ यसो काठमाडौँ हेली हेर्दा चाहिँ पुग्न त लाग्यो होला नि अब चाहिँ ल आज चाहिँ यो चाहिँ जति बेला नि भ्याँ गरेर कस्तो चलाउँछ हौ माक्री हामी चाहिँ अब घर पुग्न आँट्यो अब सायद काठमाडौँ हेली छिर्यो होला सायद के अरे झर्ना पनि अहिले चाहिँ बेस्ट के हुन्छ भने सबैलाई साथीभाइहरू बेस्ट भनेको अहिले नगए ठिक हुन्छ त्यतातिर चाहिँ त्यो सानो झर्ना त हेर्न किन जाने अब बर्खा लागेपछि चाहिँ गयो भने राम्रो हुन्छ होला सबैले जे भने त्यो पाउँदो रहेछ अनि किन मान्छेहरू नजाओस् त कोही पनि हुँदैन पुलिस हुँदैन केही पनि हुँदैन चेकिङ पनि हुँदैन रहेछ अनि त्यसरी मान्छे जानु खोज्दो रहेछ क्या त्यता तर बर्खा महिना गयो भने चाहिँ त्यहाँको त्यो झर्ना ठुलै हुन्छ जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ अहिले चाहिँ बर्खा त्यस्तो भएन नि त त्यसो भएर सानै छ ल अब चाहिँ घर पनि पुग्न लाग्यो सो आजको लागि यति नै अब सी यु इन द नेक्स्ट ब्लग गाइज